अर्को भिडियोमा रिएक्सन डुइट एडिट कसरी गर्ने। ओके, आज हामी कुरा गर्न गइरहेका छौँ हामीले फेसबुकमा कुनै पनि भिडियो एडिट गर्दा, कसैको भिडियोमा डुइट गर्दा आफ्नो भिडियो र भोइसको साथमा अर्को भिडियो र भोइसलाई एडिट गरेर अपलोड कसरी गर्न सकिन्छ भन्ने बारेमा। ठिकै छ, यो थोरै संवेदनशील कुरा हो किनकि अरूको सामग्रीलाई अनुमति बिना प्रयोग गर्नु हुँदैन। तर यदि तिमीले अनुमति प्राप्त गरेको छौ भने तिमीलाई सामान्यतया प्रोफेसनल एडिटिङ सफ्टवेयर जस्तै कि अडोबी प्रिमियर प्रो वा डाभिन्ची रिजल्भ जस्ता प्रयोग गर्न सकिन्छ। तिमीले दुईवटा क्लिपहरूलाई टाइमलाइनमा राखेर अडियो र भिडियो ट्र्याकहरू मिलाएर त्यसलाई क्रसफेड, ट्रान्जिसन र ब्याकग्राउन्ड अडियो सहीसँग मिलाएर एडिट गर्छौ अनि अन्त्यमा राम्रो क्वालिटीको एक्सपोर्ट गरेर अपलोड गर्न सकिन्छ। ओके, अनि त्यसमा के हुनुपर्छ? आफ्नो भिडियो, आफ्नो भोइस, अरूको भोइस क्लिप पनि एड गरिएको हुन्छ, कहिलेकाहीँ अरूको आवाज पनि राखिन्छ, तर केही कुरा ध्यान दिनुपर्छ। कपिराइट भएको मुभी, सङ, टिभी क्लिप धेरै प्रयोग गर्दा भिडियो रिमुभ हुन सक्छ, ओरिजिनल क्रिएटरले क्लेम गर्न सक्छ। फेयर युज जस्तो रिएक्सन, रिभ्यू, एजुकेसनल, कमेन्ट्री टाइप कन्टेन्ट भने धेरै जसो एक्सेप्टेबल हुन्छ। आफ्नो भोइस ओभर रिएक्सन, एक्सप्लेसन एड गर्दा कन्टेन्ट बढी सेफ हुन्छ भनेर मैले एउटा सूचना पाएको थिएँ कि यो सही हो? हो, बिल्कुल। तिमीले भने चाहिँ कपिराइट मुद्दाबाट बच्नका लागि यदि तिमीले अडियो वा भिडियो क्लिपहरू प्रयोग गर्छौ भने त्यो फेयर युजको दायरामा पर्छ भन्ने सुनिश्चित गर्नुपर्छ। त्यसका लागि तिमी आफ्नो आवाजको व्याख्या, प्रतिक्रिया वा शिक्षा दिने खालको सामग्री जोड्नुपर्छ। साथै अरूको क्लिपमा थोरै समय राख्ने, स्रोत उल्लेख गर्ने र आफ्नो मूल सामग्री स्पष्ट राख्ने हो भने त्यस्तो प्रकारको काम सुरक्षित हुन्छ र तिमीलाई क्लेमको जोखिम कम हुन्छ। अनि भिडियो एडिट गर्नको लागि कुनै एप्सहरू मलाई सजेस्ट गरिएको थियो, क्यापकट, भिएन भिडियो एडिटर, काइनमास्टर, एभोब, प्रिमियर रस भनेर, होइन? त्यसै कतिको राम्रो हुन्छ? हो, यिनैमध्ये धेरै राम्रो एप्स छन्। यदि तिमी मोबाइलमा सजिलो र तातोफाटो एडिटिङ चाहन्छौ भने क्यापकट र किनेमास्टर साँच्चै लोकप्रिय र सहज छन्। क्यापकट त खास गरी यङ क्रिएटर्समा चाहिँ धेरै लोकप्रिय छ, जबकि प्रिमियर रसले नै थोरै प्रोफेसनल लुक दिने सुविधा राख्छ। तिमीलाई कुन उपयुक्त लाग्छ त्यसै अनुसार ट्राई गरेर हेर्न सकिन्छ। ओके, उदाहरणको लागि रिएक्सन भिडियो, न्युज एक्सप्लेसन, पोलिटिसियन स्पिच एनालाइसिस अनि फन्नी रिमिक्स, मोटिभेसनल क्लिप्स विथ यर भोइस, यी सबै प्रयोग गर्न सकिन्छ भन्नुभएको छ। के यो चाहिँ सही हो? हो, बिल्कुल। यस्ता सबै खाले कन्टेन्ट पनि फेयर युजको दायरामा हुन्छ जब तिमीले आफ्नो आवाज जोडेर टिप्पणी, विश्लेषण वा नयाँ सन्दर्भ प्रदान गर्छौ। तर एकदमै स्पष्ट राख्नु, स्रोत उल्लेख गर्नु र कुनै पनि पुरानो भिडियो वा अडियोको प्रयोग गर्दा सान्दर्भिक र छोटो अंश मात्र राख्ने बानी बसाल्नुपर्छ। यसरी गरेमा तिमीले सुरक्षित र आकर्षक भिडियो बनाउन सक्छौ। मतलब मैले एउटा नबुझेको कुरा, स्रोत उल्लेख भन्नाले कुनै भिडियोलाई हामी कतैबाट लिन्छौँ र त्यसलाई एडिटिङ गर्छौँ भने यो भिडियो कताबाट लिएको हो भनेर स्रोत उल्लेख भिडियोमा या फेरि क्याप्सनमा लेख्नुपर्छ या फेरि भिडियोमै एडिट गर्दाखेरि लेख्नुपर्छ? ठिक छ, स्रोत उल्लेख भनेको एउटै ठाउँमा स्पष्ट रूपमा देखिनुपर्छ, जस्तै भिडियोको सुरुमा, अन्त्यमा वा डिस्क्रिप्सनमा। कसै पनि भिडियो एडिट गर्दा तिमीले त्यो सन्दर्भ देखिनै दिने गर्छौ ताकि दर्शकले थाहा पाउँछन् कि यो कहाँबाट आएको हो। यसले तिमीलाई क्लेमबाट बचाउँछ र क्रेडिट पनि सही रूपमा जान्छ। ओके, अनि हामीले चाहिँ मोनिटाइजेसन गर्दाखेरि यसमा चाहिँ हामीलाई इन्कम पनि आउँछ या फेरि जुन क्रेडिट जसको भिडियो हो त्यसैले जान्छ? ठिक हो, यदि तिमीले अरूको सामग्री प्रयोग गरेर मात्र हो भने तिमी आफैले कमाउने सम्भावना धेरै कम हुन्छ, किनकि प्लेटफर्महरूमा अक्सर कपिराइट क्लेम आएमा त्यसको आम्दानी पनि मूल क्रिएटरलाई जान्छ। त्यसैले यदि तिमीले पूर्ण रूपमा आफ्नो सामग्री बनाएर आफ्नो आवाज, विचार र एडिटिङ राखेर बनाउँछौ भने मात्र तिमीले मोनिटाइजेसनको पुरा फाइदा लिन सक्छौ। ओके, अरूको भिडियोलाई पनि राम्रोसँग हामीले एडिटिङ गरेर राम्रोसँग एडिट गरेर भोइस आफ्नो राखेर बनाउने हो भने चाहिँ हामीले चाहिँ क्लेम गर्न सक्छौँ। हो, यदि तिमीले धेरै राम्रो तरिकाले एडिट गरेर आफ्नो मौलिक टिप्पणी, आवाज र विश्लेषण जोडेर बनाउँछौ र त्यसले नयाँ अर्थ प्रदान गर्छ भने तिमीले क्लेम कम हुन सक्छ। तर यो सुनिश्चित गर्नुपर्छ कि तिमीले मूल सामग्रीको धेरै ठुलो अंश प्रतिलिपि नगरौ र स्पष्ट रूपले तिमीले आफ्नो योगदान देखाउँछौ। त्यसरी गरेमा हामीले 1 मिनेटको भिडियोमा चाहिँ हामीले कति सेकेन्डको अरूको भिडियो क्लिप्सलाई एड गर्न सक्छौँ? सामान्यतया कुनै निश्चित समय सीमा छैन, तर यति छोटो अंश राख्नुपर्छ कि त्यो मूल सामग्रीको प्रतिस्थापन नभएको वा धेरै महत्त्वपूर्ण भाग नलिने होस्। उदाहरणका लागि सामान्यतया 5 देखि 10 सेकेन्डको छोटो क्लिप प्रयोग गर्ने हो भने त्यो फेयर युजमा सुरक्षित रहन्छ। तर फेरि पनि सन्दर्भ र उपयोगको आधारमा सावधानी अपनाउनुपर्छ।
ओके, थ्याङ्क यू सो मच। विशेष धन्यवाद तपाईँले जानकारीको लागि, जानकारी दिनुभएकोमा।